Hello everyone, welcome to my mini vlog. म चाहिँ यति लङ टाइमसम्म मिनी भ्लग गर्दैछु, धेरै लङ टाइममा। अनि म चाहिँ साँझको करिब 6:30 भयो अनि म चाहिँ यसो साग केलाउँदैछु। के को साग भन्नु होला, यो चाहिँ रायोको साग हो, मसिनो साग हो। अनि म चाहिँ केलाउँदैछु गाइज हो। म चाहिँ अहिले माइती घरमै छु। अब सम फ्यु डे बाँकी छ मेरो घर जानलाई चाहिँ। अनि म चाहिँ यसो ऱ्यान्डम भिडियो बनाउँछु भनेर बनाउँदैछु। लङ टाइम भयो मैले मिनी भ्लग पनि हालेको छैन, अनि त्यसैले म चाहिँ आज सर्ट छोटो मिठो मिनी भ्लग बनाउँदैछु। यसै कन्टेन्ट केही छैन, यसो के गर्दैछु आजकल, के हुँदैछ मेरो लाइफमा भनेर यस्तै चल्दैछ साथीहरू। त्यसैले म ऱ्यान्डम बनाउँदैछु। अनि के गर्दै हुनुहुन्छ हजुरहरू पनि? यहाँ म अस्त व्यस्तका साथ पुरा साग केलाउँदैछु गाइस। कति भयो मैले युट्युबमा भ्लग नहालेको, अनि आज चाहिँ यसो हालौँ कि भनेर बनाउँदैछु। यहाँ माइती गाउँ आएपछि अस्त व्यस्तमा छु। यहाँ बर्खाको बेलामा धेरै काम हुन्छ, मकै भाँच्ने, मकै केलाउने, कोदो धान रोप्ने। अनि त्यसमै म बिजी भएँ। हल्का घर आएको बेलामा मम्मीहरूलाई यसो सहयोग गर्न पनि मिल्यो। यति केलाएँ मैले चाहिँ साग, मिठो लाग्छ मलाई रायोको सागसँग ढिँडो खान। अनि त्यसमा चटनी चाहिँ गुन्द्रुकको अचार भटमास हुनुपर्छ, सही जान्छ गाइस। म तपाईहरुलाई यसो अहिलेको नाइट साँझको नजारा देखाउँछु है त। हाम्रो चाहिँ यस्तो हुन्छ, बिहान बेलुका दिउँसो उसो पुरै लाग्छ साथीहरू। यहाँ चाहिँ हाम्रो गाउँघर चाहिँ यस्ता पहाड भिमभेदी भएको कारणले यता पहाडतिर चाहिँ बर्खामा चाहिँ पुरा उसो कुहिरो लाग्छ, केही देख्दैन, पुरै यस्तो बादल भइरह। गुलाबको फुल पुरै यस्तो बादलले ढाकिरह। यो चाहिँ हाम्रो करेसा बारी हो, यो चाहिँ घिरौला फलिरहेछ। यहाँ चाहिँ पुरै काँक्रो पनि पाकिरह, लटरम्मै कोही कुहिँदै झरेछ नि। चाहिँ उखुको बोट हो, बाबरी हो, यो चाहिँ बाबरी। अनि त्यो चाहिँ इस्कुसको झ्याङ हो। अब इस्कुस फल्ने समय भयो, फुल खेलिरह। यो चाहिँ म हो, मेरो खुट्टा हो। म चाहिँ हिँड्दैछु, हजुरहरूलाई भिजिट देखाउँदैछु, भिजिट गर्दैछु। फुल दामी। अहिलेको भिजिट यति नै, बाई बाई। सिमसिम पानी पर्न थाल्यो। हाम्रो चाहिँ यो गाउँमा चाहिँ पानी चाहिँ पराई हुन्छ साथीहरू। कहिले घाम एकैछिनमा 5 सेकेन्डमै पानी पर्छ। अहिलेको साँझको लागि यति नै। भोलि म मर्निङ टाइममा हजुरहरूलाई यो मेरो माइती घरको पुरै होल भिडियो देखाउँछु, रुमको पनि म देखाउँछु। बाई बाई, सबैलाई माया।